हेलो नमस्ते शिवानी सबैजनालाई होप सबैजना ठिकै हुनुहुन्छ होला है। अनि अझै अब चाहिँ नेक्स्ट भिडियो अचानक हाम्रो चाहिँ घुम्नु जाने प्लान यस्तो इभिनिङमा क्या नानीहरूलाई चौरस्ता त हामी चाहिँ जाँदैछौँ हो। हेर्नुहोस् है ल यहाँ यी रेचु छेमा हामी चाहिँ नानीहरूलाई लगेर गएको नि त। उकालोमा कस्तो साह्रो पर्छ है। के नानी छाता बोक्यौ न ए वेट लोरिना आनैछु वेट अब म पिट्छु है त्यहीँ बस। यिनीहरू हेर्नु न अगाडि 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 जाँदैछ कि उयो आउँछ नि त गाडी के पर कुद्छ भनेर अलिक गाली गर्नुपर्छ न त डराउँदैन यिनीहरू हो। आमा म हेर्नु न लोरिना र अनाइसा चाहिँ यहाँ कहाँ गएको तिमीहरू कहाँ गएको लोरिना अनाइसो आज कहाँ गएको आमामा हर्स राइड गर्नु गएको अरे। लु जाउँ लेट्स गो भन। लु तपाईँहरूलाई भेट्छु ल म चौरस्ता पुगेर। सो हामी चाहिँ यहाँनिर तपाईँको हाम्रो गभर्नर हाउसको त्यहाँ पुग्यो नि त हो। यहाँ हेर्नु न ट्राफिक जामी अन्त हामी चाहिँ आधा बाटोमै उत्र्यो हो। यहाँ यी अम्बो जाम जाऊ जाऊ होइन मुमासँग यहाँनिर गाडी आउँछ। यहाँ यी हेर्नु न नानीहरू चाहिँ एक्साइटेड हो। त्यही त जाऊ न गो। त अब हामी चाहिँ नि यहाँनिर आइपुग्यो नि त। अनि हामी अब ब्याक साइडबाट जान्छ। आज अब तपाईँहरूलाई म मल रोडको पनि भिडियो देखाइदिन्छु ल। हेर्नु सक्नुहुन्छ मेरो भिडियोको थ्रु है। दामी क्या दामी दिन देखिरहेको छ। अघि पानी पर्दै थियो हो अहिले यस्तो भयो। यहाँ चाहिँ झालमुडीवालाको रहेछ हो। अनि हामी चाहिँ घुम्न आएको इभिनिङमा एकछिन मजाको भयो। तर वेदर छाता चाहिँ एक एकवटा बोकिरहेको छ यिनीहरूले हो। रेचुले चाहिँ बोकेन अरे है। यहाँनिर चाहिँ यतिको छ नि त है भिड मजाको हो। सो यहाँ यी नानीहरूको चाहिँ मजा खुसी हो। दे आर ह्याप्पी। यहाँ हेर्नु न छाता पनि बोकिहाल्यो छाता पनि बोकिहालेको छ यहाँ है। यी छेमा हो टुरिस्ट हेभी छ टुरिस्ट है। यहाँ यिनीहरू चाहिँ खुसी भएको न। सो भ्यू हेर्नु न ब्याक साइडको भ्यू क्या दामी देख्देको है। हेर्नु न यी दिन हो। इट्स अ ब्युटिफुल भ्यू है अफ दार्जिलिङ। अलवेज बेस्ट भनौँ न है। जे होस् जसो होस् हाम्रो दार्जिलिङ दार्जिलिङै हो। यहाँबाट चाहिँ तपाईँले लेबुङहरू देख्न सक्नुहुन्छ है। बट अलिकति यो उहिले अब्स्ट्रक भयो। अहिले पनि टुरिस्ट पुरा छ है दार्जिलिङमा। टुरिज्म द सिजन इज टुरिज्म है। अन्त स्टे ट्युन एभ्रीवन। अब नानीहरूलाई चाहिँ अब हर्स राइड गराउनु लिएको नि त हो। हेर्नुहोस् ल मजा आउँदैछ हामीलाई हो घुम्नु। यहीँ होस् जाउँ उतै के खेल्छ र यहाँ खेल्ने चौरस्तामा खेलौँ न अगाडि। यहाँबाट कतिको देख्दो रहेछ ल भ्यू हेरौँ ल। यस्तो दामी अहिले त यहाँ त फगी आएछ नि भ्यू हेर्नु। यस्तो सो यहाँ हेर्नु न आजकलको नानीहरूलाई भ्याउँछ। यहाँ ऊ पोजहरू हेरिहाल्नुहोस् फोटो खिचेको अरे यहीँ। लु लु छिटो लु पोज पोज गर। लु अनाइसुले जस्तो गर न। लु नगर ऊ त अब हेर्नु न ब्याक साइडमा क्या दामी पेन्टहरू गरिदिएको रहेछ है। ब्युटिफुल है। विष्णु कुमार वाइबाले गर्नुभएको रहेछ यहाँ। यो त होइन पारिजातको लेखेको रहेछ। यो त विष्णु कुमार वाइबा भनेर है 1937 99 सिरिजको फुल अरे। हेर्नु न दुईजना चाहिँ छाता बोक्ने नै अरे हो। आमा पहिलाको यादहरू आयो मलाई पनि यो मल रोड हिँड्दा त हो। पहिला भन्दा पनि इभन आई थिङ्क 3 years बाद आउँदैछु म यसरी रिल्याक्स भएर डुल्नु चाहिँ हो। यहीँ हो
ए यहाँनिर चाहिँ यस्तो के मर्निङको अब एक्सर्साइज गर्नेहरू उयोहरू हालेको छ नि त है तपाईँको यहाँ राम्रो छ है ए दामी अब यो कुराहरू पनि युटिलाइज गऱ्यो भने त गुड फर यो हेल्थ नि त है दिस इज अल अब यो जस्तै जिमको है जसलाई चाहिँ अब वर्कआउट गर्नु छ दामी बनाइदिएको छ यहीँ नानीहरू ह्याप्पी भएर खेल्दैछ एभ्री वान है मजाको छ यहाँनिर सानो हेरिदिउँ लु छेमाले गरे यहाँ वर्कआउट ट्राई गर्दैछ वर्कआउट गर्ने ऊ यहाँ यस्तो खेल्नेहरू पनि रहेछ नि त होइन यहाँ नै उसलाई चाहिँ यो मजा आएछ कि सी इज इन्जोइङ उसको मुमाले खेलाउँदैछ यहाँ बाटोमा चाहिँ हेर्नु न यो यति पुरानो गुराँसको बोट है हामी यो कलेज अब स्कुल पढ्दादेखिको यस्तो बुढो हो यो रुखहरू हुन्छ नि यो तेर्सो त हिँड्दा कस्तो मजा कस्तो ग्रिन देखेको कति मजाको है हेर्नु न ग्रिनेरी सो यहाँ त अस्ति कुनै गुराँस फुलेको थियो कि थिएन है आउनु त आइन तर यो चाहिँ पुरा पुरानो हामी त यो रोड त नि पहिला कलेज पढ्दा मेरो फ्रेन्डसँग पनि पुरै हिँडेको यो मेरो साथी अगर निशा तिमीले हेर्दैछौ भने मिस गर्दै होला हौ यो बाटो तिमी र म डुलेको बजारमा भेट भयो कि त यो बाटो त एक राउन्ड लाउँथ्यो नि त दुईजनाले सो दिस इज है यादेहरू छ नि त अब कतिवटा यहाँनिर चाहिँ तपाईँको ब्याक साइडमा मन्दिर पनि छ है यहाँनिर अङ्कलहरूले सफा गर्नुहुँदै रहेछ ए हो यहाँनिर चाहिँ मन्दिर पनि छ नि त अब यहाँ माथि त महाकाल मन्दिर सधैँ छ है तपाईँहरूलाई थाहै छ त यहाँनिर पनि उहाँहरूले चाहिँ सफा गर्नुहुँदो रहेछ यहाँ न यो रुख कस्तो छ है एन्टिक यहाँबाट सट्ट चढेर गएर तेर्सो गएर पर पुग्नु सक्ने खालके आज चाहिँ मेरो भिडियोमा एकदम दोज आर मिसिङ मल रोड है हेर्नु सक्नुहुन्छ है मल रोड कसले मिस गर्नुहुँदैछ अनि यहाँ चाहिँ तपाईँको है टिबेटन स्कुल यहाँनिर छ है तपाईँको यहाँबाट बोजू र नातिनीसँग बोजूहरू पनि सानै हुनु पर्यो नि है त्यस्तो हुँदैछ यहाँ माथि चाहिँ तपाईँको विन्डामेरीको ब्याक साइड होप तपाईँहरूले अगर मेरो भिडियो हेर्नु भएको छैन भने विन्डामेरीको मैले फुल टुर गराएको छु है यु क्यान वाच द्याट भिडियो एज वेल अनि अब हामी चाहिँ चौरस्ता आइपुग्नु आँट्यौँ यहाँ चाहिँ अब तपाईँहरू महाकाल बाबाको एन्ट्री है मुख त जुठो छ त्यस्तो भए तापनि मैं भनिरहेको छु र यहाँ ढोक गर्दैछ इभिनिङमा चाहिँ यहाँ चौरस्ता चाहिँ यस्तो मजाको हुन्छ नि त हो वक गर्नेहरू वक गरिरहेको टुरिस्टहरू त्यत्तिकै वान अफ द मोस्ट ह्यापनिङ प्लेस तलबाट हेर्नु न बादल उडेको क्या तपाईँदेखि मोस्ट ह्यापनिङ प्लेस भनौँ न हाम्रो दार्जिलिङको है वान एन्ड ओन्ली चौरस्ता यहाँ चाहिँ बल्ल चौरस्ता आएर चाहिँ एनर्जेटिक भयो यहाँबाट जाउँ न अन्त यताबाटै माथि अब हामी यहाँ घुम्न आएको हो घुम्दिउँ न अब यहीँनिर हेरौँ ल ठिकै रहेछ यहीँ हो यहीँ बोजू नातिनी हो चौरस्ताको भ्यू दामी छ यहाँबाट लुक एट द भ्यू क्राउडेड हमेसा हुन्छ नि इट्स टु क्राउडेड मान्छे हुन्छै हुन्छ यतिको भिडे हो लुक एट द भ्यू लोरिना चाहिँ हर्समा चढ्छु भनेर नि उयो भइरहेको छ एक्साइटेड यहाँ चाहिँ पुरा उयो एडभर्टाइजमेन्टहरू होइन एडहरू भइरहन्छ डिस्प्ले यहीँ लुक एट दिस यहाँबाट तपाईँहरूलाई देखाइदिन्छु ल भ्यू आमामा यहाँ नै क्राउड हो ब्युटिफुल भ्यू आमा यहाँ फेरि स्काई अल्सो नाइस यहाँनिर यिनीहरू चाहिँ आमामै बबल्स पनि किनिदिइहाल्यो उसको मुमाले हो खेल्दैछ यहाँ नानीहरूको लागि के है आमा यहीँ गाडीहरू पनि रहेछ लु लोरिना चाहिँ हर्स राइड गर्ने हेर्नु नै सी इज ह्याप्पी टु डु वान राउन्ड है अनाइसालाई यहाँ हो अब यहाँ यहीँ
Look at her. Lu. पक्रिनु नानीलाई भाइ भाइ नानीलाई पक्राइ लडिना भाइ ए म यहीँ छु ए लु यहीँ छु यहीँ ऊ अङ्कलले पक्रियो त अन्त लु भाइ नानु यहीँ छु यहीँ ल ऊ जाऊ ल ऊ क्या दामी रहेछ जाऊ अनाइसु तिमी जाऊ छिटो न ऊ लडिना कहाँ पुगिसक्यो जाऊ लु ओ पाउँदैन अहिले लु बाई अनाइसु बाई अनाइसु ऊ अनाइसुलाई पनि लग्यो है यिनीहरूलाई ऊ अनाइसु यता र अनाइसु यहाँ र बाई सिरियस भइरहेको छ अनाइसु बाई लु यहाँनिर लडिना चाहिँ ऊ अलिक माने अहिले चाहिँ अस्तिको साल त एकपल्ट पनि नमानेको झरिहाल्छु भनेको यहाँ लडिना बाई लु है बहिनी यस दामी दामी है लु नानीहरूको इच्छा है पुरा गर्नै पर्यो आमाहरू भएपछि बाउहरू भएपछि त्यस्तो हुँदो रहेछ लु आज चाहिँ माने आज चाहिँ मान्यो लडिनी दुईजनाले राउन्ड how was it? Did you enjoy? Nice? Good. Lori yaar नानीहरूलाई मजा आइरहेछ चौरस्तामा कहिले कहिले यसरी नानीहरूलाई लिएर आउटिङ ल्याउनु पर्ने रहेछ ह्याप्पी भइरहेछ खुसी भइरहेछ ऊ बोतलको चाहिँ डल्लै घोप्टाउँछौ तिमीले अन्त बोतल पनि अन्त उयो गर्छ यहाँ भिडियो गरिदिँदैछ यहाँ न यिनीहरू चाहिँ के भएको यसमा पो चढ्छु भनेर यी नानीहरू है यो त चढेर ऊ भयो अरे झर्छ ल सक्दैन रे चल तिमीले लु त्यही त अब फेरि त्यहाँ के गर्ने यिनीहरू फेरि स्टन हुँदैछ यहाँ भाइहरूकै हेभी है यहीँ यिनीहरू चाहिँ हेर्नु न यहीँ बदमास यो रहर पुरा गरिहाल्यो त यहाँ चाहिँ हाम्रो भाइहरू यस्तोहरू पनि गर्दो रहेछ चौरस्तामा चाहिँ डेली आउँछौ तिमीहरू कि यो चाहिँ के गरेको तिमीहरूले के को प्र्याक्टिस हो ए के ब्यान्डमा हो ग्रुपमा हो ए ऊ हाम्रो भाइहरूले चाहिँ दामी गर्दो रहेछ है ऊ हो ऱ्यापरहरू होला यिनीहरू है मजबी डान्सर हो आमा यहाँ ऊ चाहिँ ऱ्यापर हो ए हेभी गर्दो रहेछ हेर न यहाँ भाइहरू यतिको रहेछ ट्यालेन्ट के हो तिमीहरूको यो ग्रुपको नाम चाहिँ डिसिपी ए अब हामी चाहिँ घुमिसक्यो भनौँ न अब है बेसी नानीहरूलाई अब राखिरहनु हुँदैन यिनीहरूले दिगदारी गर्छ नि त हो बेसी फेरि इट विल बी टु मच हुन्छ होइन अन्त यिनीहरूलाई लगेर जान्दैछ है अब हामी है यहाँनिर चौरस्ता यहाँ हेर्नु न यहाँ अब फेरि यो किनिदिनु अरे लोरिना कुन चाहिँ कलर लाने लोरिना विच कलर त्यो ल त्यो दिनुहोस् भैया उसले चाहिँ त्यो लाने अरे कसरी गोटा आमामा 100 रुपियाँ अरे यतिको दे आर सो ह्याप्पी सोही हामी चाहिँ लाग्दैको घर अब तेर्सै यिनीहरू खुसी यता हेर न दुईजनै आमा मम्मी ह्याप्पी सो त्यही थियो अब अन द वे के पायो भने देखाउँछु तपाईँहरूलाई चौरस्ताको एकछिनको टुर देखिहाल्नु भयो हामी चाहिँ यहाँ हाम्रो टोइलेटको यहाँ गोलाइ शान्ति गोलाइ भनौँ न अहिले त हाम्रो
हाम्रो सरी हाम्रो आफ्नै गाउँको नाम पनि यहीँ शान्ति घुम्ती आइपुग्यौँ ऊ तलबाट बाई अनैसु यहीँ बुहारीले चाहिँ छाता मम्मीले पनि अगाडि हाल्नु होला है तपाईँको कहाँ छ यहीँ हालेको ल यी छाताहरू चाहिँ भक्कु बोकेर गएको थिएँ भरे त मैले बोकिदिएको मलाई बिर्सेछु पो ल बाई बाई बुहारी लु मजा आयो हुनु त हामी वारिपारी हो कि तर हामीलाई चाहिँ यहाँबाट सर्टकट ओके भन न भोलि आउँछु भन न ल बाई बाई त्यति थियो हाम्रो है भिडियो आजको सी यू स्टे ट्युन बाई बाई एभ्रीवान